सबैलाई ख्रीष्ट अभिवादन जय मसीह र यस घडी म चाहिँ आम्पेटारबाट तल झरिरहेको छु। जङ्गलको बाटो छ, सिमलको रुखहरू छ। यो साँघुरो बाटो भएर हिँडिरहेको छु। यो साँघुरो भन्दा सानो बाटो छ, सानो घाँस भएको बाटो छ। यस घडी म हिँडिरहेको छु। मजा पनि लागिरहेको छ, किन भन्दाखेरि चाहिँ यो हिँडाइले गर्दाखेरि चाहिँ मेरो शरीरलाई धेरै एक्सर्साइजको रूपमा सहायता पुगिरहेको छ। प्रभुलाई धन्यवाद होस्। यसरी आम्पेटारबाट झरिरहेको छ। यहाँनिर मकैको बोटहरू छ, बिरुवाहरू छ। हेर्नुहोस् मजाले यहाँनिर उयोहरू गरेको छ, मजाले मकैहरू लगाएको छ। अनि यहाँ यो माने पनि भनिन्छ, यो मानेहरू पनि लगाएको छ। अनि यो चाहिँ ट्याउ 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 कराउने किरा हो। बस्तीमा बस्यो भने चाहिँ धेरै प्रकारको कुराहरू हेर्न पाइन्छ, सुन्न पाइन्छ। चराहरू कराएको आवाजहरू। र गाउँ बस्तीतिर गयो भने चाहिँ बजारहरूतिर गयो भने चाहिँ गाडीकै मात्रै आवाज सुनिन्छ। कुखुराहरू चरिरहेको छ, मौरीको डुँडहरू छ, मजाको जग्गा छ है। सयपत्री फुलहरू, यसलाई भनिन्छ भाकलपुरे। यो खायो भने दबाई हो, अमिलो छ, खानु पनि सकिन्छ। अब यहाँ त म घर फर्केको र सबैलाई नमस्ते अनि जय मसीह। यो मेरो गाडी हो।